नमस्ते साथीहरु, स्वागत छ मेरो यस नयाँ भिडियोमा तपाईहरुलाई। आज चाहिँ हामीले कुरा गर्दैछौँ सोलो हाइड्रो पावर लिमिटेडको बारेमा। आज चाहिँ यसले वैदेशिक रोजगारीमा रहेका र स्थानीय बासिन्दाहरूको लागि चाहिँ आइपिओ निष्कासन गर्दैछ। यस कम्पनीले चाहिँ स्थानीय बासिन्दाहरूको लागि चाहिँ 1 करोड किता प्रति शेयर रु रहेका दरले निष्कासन गर्न लागेको हो भने वैदेशिक तर्फ 10 लाख किता चाहिँ प्रति शेयर रु 100 का दरले चाहिँ निष्कासन गर्न लागेको हो। मङ्सिर 7 गते अर्थात् आजदेखि चाहिँ आवेदन दिन सकिनेछ। स्थानीयको लागि मङ्सिर 7 गतेदेखि 21 गतेसम्म र ढिलोमा पुस 9 गतेसम्मको लागि चाहिँ आवेदन दिन सकिनेछ र वैदेशिक तर्फ 7 गतेदेखि 10 गते र ढिलोमा 21 गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतममा 10 किताको लागि चाहिँ आवेदन दिन सकिनेछ भने अधिकतममा चाहिँ 1 लाख किताको लागि चाहिँ आवेदन दिन सकिनेछ र यसको इस्यु म्यानेजरको रूपमा चाहिँ नोबेल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेको छ भने साथीहरु यस्तै एफपिओ, आइपिओ र शेयर मार्केट सम्बन्धी जानकारीको लागि मेरो यस च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक र शेयर गरिदिनु।